एक पनि यसपटक ढल्दैछ। रासोपाबाट उम्मेद्वार को छ भन्ने थाहा नपाई जनताले घण्टीमा भोट हालिदिए। नेताले राम्रो काम गरेनन् भन्ने गुनासो जनताको सधैँ हुन्थ्यो, तर राम्रो काम गरेको भनेर प्रशंसा कमाएका कुलमान घिसिङ रासोपाका राजुनाथ पाण्डेसँग पराजित हुँदैछन्। भरतपुर महानगरमा राम्रो काम गरेको भनेर प्रशंसा पाएकी रेणु दाहाल रासोपाकी सोभिता गौतमसँग पराजित हुँदैछन्। केही प्रसंगले त यस्तो पनि देखायो कि हाम्रो देशमा राम्रो काम गरेको भनेर पनि खास अर्थ चाहिँ हुँदैन रहेछ। अरूभन्दा ठिक आचरणका गृहमन्त्री मानिएका नारायण काजी श्रेष्ठ सर्लाही 3 मा रासोपाका नरेन्द्र शाहसँग पराजित हुँदैछन्, त्यो पनि लज्जास्पद ढंगबाट। यसपटकको चुनावमा जनताले राम्रो काम, राम्रो उम्मेद्वार, विवेकको मत यस्तो केही पनि हेरेनन्, प्रयोग गरेनन्। उनीहरूले चुपचाप घण्टीमा छाप लगाए। जनतालाई राम्रो काम गर्ने नेता चाहिन्थ्यो भने विगतमा राम्रो पर्फर्मेन्स गरेका उम्मेद्वार किन पराजित हुन्छन् त? यसकारण यहाँ धेरै कुरा चाहिँ भन्नका लागि मात्रै हुन्छन्, गर्नका लागि हुँदैनन्। खासमा जनता पनि गतिला छैनन्, यसकारण जनताको बीचबाट निस्किने नेता पनि गतिला हुँदैनन्। दर्शकबिन, केही क्षेत्रमा चाहिँ नेपालीको खराब बानी यो छ कि हामी धेरै कुरा चाँडै बिर्सिन्छौँ। अब कुरा गरौँ भोट जति सबै सोहोरेर नम्बर 1 बनेको पार्टी रासोपा बारे। रासोपाले अब बढीमा 5 वर्ष सरकार चलाउन पाउने निश्चित छ। बालेन शाहकै नेतृत्वमा सरकार गठन हुन्छ। हिजोसम्म कांग्रेस, एमाले, माओवादीलाई सरापेर चलेका राजनीति अब त्यसरी चल्नेवाला छैनन्, किनभने अब सरकारमा गएपछि काम गर्नुपर्छ, जनताले खोजेको सुशासन दिनुपर्छ। रासोपाले आफ्नो घोषणा पत्रमा लेखेका एक कुरा जनताले हातमा बोकेर बस्छन्, काम गर्छन् गर्दैनन् त्यो निहाल्छन्। रासोपाको करार पत्रमा भएका काम नै पार नलाग्ने प्रकृतिका छन्। पारदर्शितामा रासोपा अहिले नै बदनाम भइसकेको छ। चुनाव नजित्दै कसैसँग नबोल्ने बालेन प्रधानमन्त्री भएपछि जवाबदेही हुन्छन् कि हुँदैनन् त्यो पनि हेर्नु छ। 5 वर्षमा नेपालको जीडीपी 100 अर्ब डलर, प्रति व्यक्ति आय 3000 डलर पुर्याउँछौ भनिएको छ। 46 साल यता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने भनिएको छ। 5 वर्षमा 15000 मेगावाट बिजुली, 30000 किलोमिटर राष्ट्रिय राजमार्ग निर्माणको करार पनि छ। लेखिदिनेले कसरी लेखे त्यो हामीलाई थाहा छैन, तर हाम्रो विश्लेषणले भन्छ यी कुनै पनि बाचा पूरा हुँदैनन्, हुन सक्ने अवस्था पनि छैन। यो जनता झुक्याउने नयाँ तरिका मात्रै हो। रासोपाले 30000 किलोमिटर राजमार्गको कुरा त लेख्यो, साँचो अर्थमा भन्ने हो भने यति राजमार्ग नेपालमा आवश्यक नै छैन। भएकैलाई स्तरोन्नति र केही नयाँ जोडजाड गर्ने हो भने अहिलेको आवश्यकता पूरा हुन्छ। जहाँ मान्छे नै छैनन्, बस मालवाहक साधन चल्दैनन् भने त्यहाँ नयाँ राजमार्ग किन बनाउनु? राष्ट्रियताको सवालमा रासोपामाथि धेरै शंका गरिन्छ। अरू विषयमा घाँटीका नसा फुलाएर कराउने रासोपाका नेताहरू जब राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सीमा अतिक्रमणको कुरा आउँछ त्यसपछि यिनीहरू नुन खाएको कुखुरा जसरी झोक्राउन थाल्छन्। यो पार्टीमा सोडिम वाग्ले जस्ता नेता पनि छन् जसले सोझै भन्छन् कि हामीले भारतलाई साउथ एसियन डक्ट्रिन अर्थात् दक्षिण एसियाको मालिकको रूपमा स्वीकार गर्नुपर्छ। उनी एमसीसी पास गराउन लागि परेका मान्छे पनि हुन्। रासोपाका तत्कालीन महामन्त्रीको कुरा पत्याउने हो भने त यिनले नेपाललाई भुटान झै भारतको गुलाम राज्य बनाउनुपर्छ भनेका थिए। यसकारण रासोपा बारे सावधान रहनुपर्ने बाध्यता पनि छ। हिजोसम्म हामीले कांग्रेस, एमाले, माओवादीका अराजकताको विरोध गर्यौं, अब 3 दलको स्थान रासोपाले लिँदैछ। रासोपाको नेतृत्वमा गठन भएको सरकारले देश र जनताको हितमा काम गर्न थाल्यो भने हामी मुक्त कण्ठले प्रशंसा गरिहाल्छौं, तर शंकास्पद काम गर्ने मन्त्री प्रधानमन्त्रीमा आलो पालो मिलाएर सबैलाई पालो दिने खेल सुरु गर्यो भने निगरानी गर्नै पर्ने हुन्छ।